आदरणीय शेरमा दाजुभाइ दिदीबहिनीहरू तथा आफन्त इष्टमित्र र चिन्जानी सबै साथीहरू, आज हाम्रो एकदम दुःखद दिन थियो। हाम्रो भाइ गोपाल शेर्माको चाहिँ अब पोल्यान्डबाट पार्थिव शरीर आएर चाहिँ हामीले आज उहाँकै निवास लखनपुर हुँदै सीतापुरी गेउरी भन्ने ठाउँमा चाहिँ अब हामीले उहाँको दुःखलाग्दो दाह संस्कार गरेका छौँ। यहाँ अब भन्ने र बोल्ने शब्द छैन। जेसु एकदम हाम्रो दुःखलाग्दो दिन आजको लागि भएको छ। तर पनि मनले मानी नमानी मैले चाहिँ अब केही उहाँको अन्तिम अन्त्येष्टिको यो भिडियो बनाएको छु, हेरिदिनु होला। जे भए पनि उहाँलाई अब पोल्यान्डबाट पनि अब उहाँको पार्थिव शरीर ल्याएर हामीले यसरी दुःख सुखका साथ सबै इष्टमित्र दाजुभाइ दिदीबहिनीहरू र आफन्तजनहरूबाट चाहिँ उहाँलाई चाहिँ आज बिदा गरेका छौँ। यस्तो दुःखद घडीमा अब उहाँलाई अब धेरै पटक हार्दिक श्रद्धाञ्जली पनि दियो, तर यसमा पनि मन मानेन र मैले यो भिडियो बनाएको छु। जस आज अब उहाँको अन्त्येष्टि भइसकेको छ र केही उहाँको अब सम्झना मात्रै हामी माझ्छ। उहाँ आजबाट टाढा हुनुहुन्छ। उहाँको अब विशेष मृत आत्माले शान्ति पाओस् भन्ने म चाहन्छु। आज जे भए पनि अब केही भन्ने कुराहरू छैन, बोल्ने शब्द छैन। यो एकदम दुःखद घडीमा छौँ हामी। त्यसैले गर्दाखेरि यहाँ के भन्ने कसो भन्ने र बोल्ने शब्द पनि पर्याप्त छैन। मैले अब यहाँ लेख्न पनि सकिनँ र दुःख सुख अब यो भिडियोलाई चाहिँ अलिकति निरन्तरता दिनको लागि चाहिँ मैले चाहिँ थोरै बोलेको मात्रै हो। त्यसैले उहाँको यहाँ सम्पूर्ण इष्टमित्र दाजुभाइ दिदीबहिनीहरू आएर चाहिँ उहाँलाई अन्तिम बिदाईको लागि यहाँ सबै जम्मा हुनुभएको छ। अब आजदेखि चाहिँ उहाँ हाम्रो माझ सम्झना मात्रै रहेका छन्। हामीले जे जति गऱ्यौँ दुःख सुख हार्दिक श्रद्धाञ्जली दियौँ, इष्टमित्र आए, हेर्न आए। यस पोल्यान्डबाट अब उहाँको पार्थिव शरीर ल्याएर पनि हामीले राम्रै किसिमले अब उहाँलाई चाहिँ बिदा गर्न गयौँ। आज यस्तो बिदा चाहिँ अब अरूहरूले हामीले गर्नु नपरोस् भन्ने म चाहन्छु। तैपनि अब यो भिडियोलाई देखाउनु पर्ने अवस्था आयो। अब के गर्ने, हामीले जे जस्तो हेर्ने। अब भाइलाई नचाहँदा नचाहँदै यो अवस्थामा